हेलो नमस्कार। आज चाहिँ मैले यो जाडो मौसममा राँगाको खुट्टी र गेडागुडीको भिडियो लिएर आएको छु। यो चाहिँ जाडो महिनामा मिठो हुन्छ यसरी बनाएर खाँदा। तर मैले चाहिँ पहिलोचोटि हो मैले तेल बसालेँ। यो चाहिँ घरको लोकल अर्ग्यानिक तोरीको तेल हो। अनि त्यसमा मैले प्याज फुलाएँ। प्याजलाई मजाले रातो नभइन्जेलसम्म फ्राई गरेँ। अनि म चाहिँ प्राय दाउरामै बनाउँछु है। दाउरामै पकाएको मिठो पनि लाग्छ। अनि यो खुट्टीलाई चाहिँ अलि मजाले पाक्नु पर्ने हुनाले पनि अलि दाउरामै बसालेँ। अनि मजाले प्याजलाई फ्राई गरेँ। अनि त्यसपछि मैले यसमा त्यो काटेर राखेको खुट्टीलाई हालेँ। अनि चलाएँ, मजाले चलाएँ है। कस्तो होला भन्ने जस्तो लागिरहेको थियो पहिलोचोटि पकाएको। मजाले चलाएँ। त्यस्तो खासै गरेर त गरेको छैन। नर्मल तरिकाले बनाएको छु। अनि मैले त्यसमा अघि भिजाएर राखेको गेडागुडी एड गरेँ। पानी पनि रहेछ मुनि पानी पनि पर्यो। अनि एकछिन फ्राई गरेर मैले यसमा नुन मसला बेसार थोरै अजिना अनि खुर्सानी चाहिँ सुके खुर्सानी सँगै हालिदिएँ। अनि एकछिन फ्राई गरेपछि फेरि कोलभेडा र अदुवा लसुनको पेस्टलाई पनि राखिदिएँ र मजाले चलाएँ। एकदम राम्रो देखेको छ। अनि त्यसपछि मैले यसलाई ठिक्क हुने गरेर पानी राखिदिएँ सिटी लाउनको लागि। पानी राखिदिएँ अनि सिटी लाग्दैछ। अनि फाइनल चाहिँ यस्तो छ। एकदम मिठो भएको थियो जाडोमा है। मजाले पाकेको पनि थियो, टेस्टी थियो, एकदम स्वादिलो। हजुरहरू पनि जाडोमा बफ खानुहुनेहरूले यसरी नै राँगाको खुट्टी बनाएर खान सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।